निरोगी सबै हुन्, सबै सुखिया, सबै व्यक्ति पवित्र अशुद्ध हो त? हो भने को साथी ठाउँ त हाम्रो विद्यार्थी भाइ बहिनीहरू हो त? बोल्नु न बोल्नु हो? हो। हाम्रो एउटा मानव सृष्टिको जुन अंश हो जसले मानव सृष्टिलाई निरन्तर राख्छ। हाम्रो यो निरन्तर जाँदैन नि, त्यसकारण यो पवित्र हो, शुद्ध हो। तर यहाँ के गर्छ? ऋषि पञ्चमीको दिन हरेकले चाहिँ अपवित्र भनेर 365 चोटि धुने पखाल्नेदेखि भगवानको पूजा हामीले अवश्य हाम्रो ऋषिहरू हामी उहाँहरूलाई भनेर यो धर्मसँग जोडिदियो कि हाम्रो सृष्टिको निरन्तरतालाई धर्मसँग जोडिएपछि यसलाई चाहिँ सबैले मान्छन्, यसलाई फलो गर्छन् भनेर नै यो धर्म छ। त्यसकारण यो धर्मसँग जोडेर अपवित्र होइन कि यो एकदमै शुद्ध रगत हो जसले मानवको चाहिँ सृष्टिलाई निरन्तरता किन्न नसक्ने हाम्रो समुदाय, हाम्रो गाउँ त कहाँ छ? हाम्रो सहर मात्रै हो र यो समुदाय समाजमा हुने कुरीति कुप्रथालाई त हामीले फलो गर्ने, हामीले अन्त्य गर्नुपर्छ नि होइन? हामी सचेत हुनुपर्छ नि होइन? त्यो सचेतना चाहिँ हामीले यो मानव सृष्टिलाई निरन्तरता दिनको लागि पनि गर्नुपर्छ है। त्यसकारण चाहिँ म अलिकति यसलाई पढ्दै पनि यहाँ के छन् हानिकारक अभ्यासहरू के छन्, कस्तो छ होइन? भाइ बहिनीहरू त भोलिको के अरे भविष्यको कर्णधार होइन, वर्तमानको कर्णधार है। हाम्रो बालबालिकालाई चाहिँ भोलि भविष्यको कर्णधार भन्छौँ, तर वर्तमानको कर्णधारहरूले त जान्नु पर्यो नि। म एउटा अब हाम्रो स्कुलकै हो कि होइन भन्नु त? त्यो लाज लाग्छ नि होइन? तर मलाई त त्यस्तो शब्द थाहा थिएन, ठेट शब्द त थाहा थियो। अनि त्यसपछि 8 कक्षा पढ्दा मेरो साथीले सोध्नुभयो, यो पढ्नु मिसले के भन्नुभयो? स्वास्थ्य पढाउँदै हुनुहुन्थ्यो, तपाईँहरूलाई पनि के गर्नुहुन्छ अहिले थाहा छैन, किनभने समय परिवर्तनशील भइसकेको छ धेरै रूपमा। हामी पढ्दा र अहिले पढ्दा त धेरै फरक छ। त्यति बेला दिन तालिम दिन्छ होइन? यो नजान्ने हिंसा फरक छन्, त्यसलाई त 10 दिन पनि सकिँदैन त्यसरी दिँदा। तर हाम्रो महिनावारी चाहिँ धेरै कम हुन्छ कि, कम सिकाइन्छ। भर्खर सुरुवात भएको छ, यो किताब पनि धेरै लेखा छैन, यो दोस्रो कि तेस्रो हो महिनावारीको सम्बन्धमा लेखिएका किताब। त्यसकारण चाहिँ यो अझ बढी जान्नुपर्ने होइन? यसमा चाहिँ स्वास्थ्यका कुरा कारण अनि त्यसमा शारीरिक अवस्थाका कारण धेरै कुरा जान्नुपर्ने हुन्छ। तर भर्खर सुरुवात छ भाषा, यो चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हो, महत्त्वपूर्ण पक्ष हो। मैले नै menstrual hygiene. This lack of awareness often leads to embarrassment, health risks, and even opportunities. What kind of diets, what kind of lifestyle you should have during the menstruation? Foods to eat, the food which are rich in iron like spinach, lentils, or meat to prevent weakness. And calcium and magnesium, rich foods to ease cramps. If you are having ease cramps, menstrual access, correct information, and proper menstrual hygiene. This lack of awareness often leads to embarrassment, health risks, and even opportunities and missed opportunities in education and personal development. So since we have already organized a program today in our school premises, I would like to share some information related to menstruation. हाम्रो विद्यार्थीहरूलाई महत्त्वपूर्ण स्वास्थ्य जानकारी प्रदान गर्नुमा लायन्स क्लबलाई हामी हार्दिक धन्यवाद दिन चाहन्छौँ। समाजमा सकारात्मक परिवर्तन ल्याउन तपाईहरुको यो अभियानमा हाम्रो विद्यालयको पनि सहभागिता हुन पाउनु हामी गर्व महसुस गरिरहेका छौँ। It's 4 वर्ष भयो अनि म चाहिँ यो मैले एउटा किताब पनि लेखेको छु। हाम्रो यो पोलिटिकल लिडरहरू विमला राई पौड्याल पूर्व